गुड आफ्टरनुन एभ्रिवान। म चाहिँ आएको छु गाई सार्नु हो। गाई पुरा घाममा भयो नि त, घामको चाहिँ हेर्नु नि, गाईलाई शीतलमा सार्न आएको म चाहिँ। म त अब सारिसकेँ। चाहिँ यसो मार्तोल बोकेर आएको, हेर्नु नि, किलो ठोक्नुपर्छ कि, अन्त बारीतिर ढुङ्गै पाउँदैन, खोज्दा खोज्दा गर्नुपर्छ नि, त्यही भएर म त मार्तोल बोकेर आउँछु खन्ती ठोक्नुको लागि हो। यहाँ शीतलमा यसो उयो गरेर चाहिँ अलिकति यसो भिडियो बनाउनु थालिएको। तपाईँहरू के कस्तो हुनुहुन्छ? सन्चो बिसन्चो सबैजना ठिकै हुनुहुन्छ होला। कस्तो नराम्रो घाम लागेछ नभन्नु, हेर्नु त, चर्को न चर्को घाम लागेछ। अनि त्यही भएर चाहिँ म चाहिँ स्कुटीमा आएको, म चाहिँ गाई सार्नु। हिँडेर आउनु अल्छी लागेर, बिहानभरि घर काम गर्दा गर्दा थाकेर कस्तो भइरहेछ नि त, अनि हिँड्नु अल्छी लाग्यो। अन्त मेरो पालो स्कुटीमै आइदिएको नि। हुन्छ त साथीहरू, अहिले यति नै, फेरि भेटौँला, बाई बाई।